हेलो गाइज, वेलकम टु न्यू ब्लग। सबैजना सन्चै हुन्छ। आज म मावलामा छु अनि मुवाको मुवाले पढ्नु भएको स्कुल जाँदैछौँ हामी सबैजना। म नवीन, ठुलो मम्मी, सानीमा आवास भएर सबैजना मुवाले पढ्नु भएको, सानीमाले पनि ठुलो मम्मीले पनि पढ्नु भएको स्कुल जाँदैछौँ हामी। अनि यताको नजारा एकदम राम्रो छ, बिल्डिङहरू छ हरियाली छ। अब ठाउँ-ठाउँमा फोहोरहरू त हुन्छ नै। अब पानी पनि परेको थियो त्यस दिन भन्नाले आज परेको थियो। अनि मलाई चाहिँ लास्टै जाडो भएर मैले चाहिँ टोपी लगाएको थिएँ अनि अब पानी फेरि पर्ला जस्तो हुँदैछ। अनि गाइज पिच छ, बाटो त पिच छ। अनि नवीन र म चाहिँ पछाडि हिँड्दैछौँ अनि अगाडि चाहिँ ठुलो मम्मी सानीमाहरू हिँड्दै हुनुहुन्छ गाइज। मुवा पनि हिँड्दै हुनुहुन्छ, ठुल्ठुलो घरहरू पनि छ गाइज। अनि टक्कसँगले हामी टिका लगाइवरी मुवाको स्कुल जाँदैछौँ। आज घर जाने दिन पनि थियो, त्यही भएर अब स्कुल हेरेरै जाउँ न भनेर चाहिँ अब स्कुल हेर्न आएको छौँ। बिहानै मर्निङ वाक जस्तो गर्दै गाइज। अनि हरियाली पनि छ अनि रोडहरू पिचै पिचै छ गाइज राम्रो छ। अनि यही हो गाइज मुवाले पढ्नु भएको स्कुल पशुपति मावि विद्यालय, माध्यमिक विद्यालय मावि विद्यालय भनौँ न। अनि एकदम राम्रो छ मुवाले पढ्नु भएको स्कुल, एकदम राम्रो छ। हेर्नु त कति विकास भइसकेको छ, विकसित भइसकेको छ। पहिला पढ्नु भएको चाहिँ अब सानोमा हो, त्यो चाहिँ एकदम विकास भएर एकदम राम्रो भइसकेको छ सानोमा त अब अलिक पहिला पढ्नेको त अब अलिक सानै हुन्छ नि त। अहिले चाहिँ अब विकास भएर एकदम ठुल्ठुलो भएको छ एकदम राम्रो छ। अनि उता मैले एसएलसी दिएको भनेर देखाउँदै हुनुहुन्थ्यो गाइज टक्कसँगले। एकदम हरियाली पनि छ कि एकदम राम्रो छ गाइज टक्कसँगले पढ्नु भएको अरे टक्कसँगले नवीन पनि हेर्दैछ, हाँस्दैछ गाइज। आजलाई यति नै, बाई।